मरिसकेपछि यो ईश्वरले पठाएको गिफ्टै हो हर्क साम्पाङ। कसैले सक्दैन। कहीँ न कहीँ गएर तपाईँको सबै नेता फस्छ। हेर्नुहोस्, तपाईँ हेर्दै जानुहोस्। अहिले 2 जना गएछ 26 दिनमा, अरू को जान्छ? सुरुवातै भएछ भर्खर। हेर्नुहोस् न तपाईँको सिस्टम सिद्धान्त विधान जब तपाईँको देशको विपरीत जान्छ, तपाईँको कस्तो विचार? 26 दिनमा मन्त्री फुस्किन्छ? यत्रो जनताले माया गरेर दिएको मतको मजाक हो? खेलबाड हो? कसरी फुत्कियो त? के कारणले फुत्कियो? त्यो कारण पहिला किन खोलाउनु भएन? त्यस्तोलाई किन टिकट दिनु भयो? त्यो सबै कुरा छ। त्यो भएर हर्क साम्पाङ बाहेक अर्को देश कसैले बचाउँछ बनाउँछ भन्ने सोच्दैन। सोच्नु पत्रकार साथीलाई पनि म अनुरोध गर्छु, त्यसरी नगर्नु। के तपाईँको देश हो कि होइन भन्नु? पत्रकार साथीको देश हो कि होइन? तपाईँ चाइनाबाट आउनु भएछ कि तपाईँ अमेरिकाबाट आउनु भएछ? तपाईँले पनि काम गर्नुपर्छ, श्रमदान गर्नुपर्छ, अरूलाई भन्नुपर्छ। अनि कुन पार्टीले गरिरहेछ त भन्नुहोस्? गरिरहेछ नि, हाम्रो साथीले गरिरहेछ। चुनावदेखि हराएको अहिलेसम्म चाहिँ हराएको छैन। आज चाहिँ यहाँ उफ्रिँदा हामी पत्याउँछौँ। मेरी आमै नि के बिरामी पनि तपाईँले पत्रकार साथीलाई सोधेर आउँछ हो? म बिरामी भएको मान्छे, म हस्पिटलमा थियो, अहिले सन्चो भयो, तपाईँको अगाडि छु। म दार्जुलामा जान्छु, दार्जुलाको ढुङ्गा मलाई बोलाइरहेछ। दार्जुलामा त म घराम ग्रुम फोर्न एकदम ताकत जोगाएर राखेछु। बेडमा रेस्ट गरेर दार्जुलाको पुलको लागि म एकदम मजाले खट्ने छु। त्यहाँ म जान्छु। मेरो सपना हो दार्जुला पुग्ने, मेरो सपना छ। दार्जुला कहिले गएको पनि छैन, देखेको पनि छैन। हर्क साम्पाङजीले देखाएको सपना पनि हो। म दार्जुला जान्छु, छिटो जान्छु। हर्क साम्पाङजी कस्तो खालको नेता भन्दा पनि यो राष्ट्रियलाई, यो नेपाल देशलाई बचाउनको लागि भगवान अल्लाह अथवा गॉडले पठाएको एउटा गिफ्ट हो। गिफ्ट यो देश अहिलेको अवस्थामा बचाउने वाला एउटा पनि छैन। एउटा पनि। जो जतिसुकै पार्टी बदलियोस्, अनुहार बदलियोस्, विचार बदलियोस्, नैतिकता बदलियोस्, तर यो देशलाई बदलिनु भनेको, यहाँको युवालाई रोजगार दिनु भनेको अझै पनि बदलेर तपाईँ मध्य प्रदेशको राजधानीमा जानु। पत्रकार साथीहरूलाई म विनम्र अनुरोध गर्छु, कोही साथी हुनुहुन्छ त्यहाँ जानुहोस्। मध्य प्रदेश 8वटा जिल्लाको राजधानी जनकपुरमा गएर सोध्नुहोस्। अञ्चल हस्पिटल कति 100 वर्ष भइसक्यो त अञ्चल हस्पिटलमा अहिले 10वटा, आइसियूमा बेड भनेको 10वटा, एसडिओमा भनेको 2टा। अति भर्खर मान्छे मर्न लागेको थियो। 5000 को इलाजमा तपाईँको 50,000 घन्टोमा लिन्छ। 50,000 को इलाजमा तपाईँको 5 लाख रुपियाँ घन्टोमा लिन्छ। गरिब जनताले अझै पनि कति पीडित भएछ, गएर सोध्नुहोस् न।